गाइज गुड मर्निङ सर्ट फ्रम बन्दीपुर होइन। आज चाहिँ हामी यो होटलमा बसेको थियौँ। बन्दीपुर आइसकेको छ। केटाहरू चाहिँ अगाडि हिँडिसकेको अवस्था। बन्दीपुर चाहिँ पुरै खाली रहेछ केटा हो होइन। यस्तै छ टक्क बन्दीपुरको अवस्था चाहिँ। र आज हामी बन्दीपुरमा कता कता गइन्छ भन्ने कुरा चाहिँ तपाईँहरूलाई देखाइन्छ होइन। र केटाहरूको चाहिँ पुरा फोटो सेसन चलिरहेको छ। केटा बवाल फोटो सेसन चलिरहेको छ। म चाहिँ यता चाहिँ केटाहरू पुरा के त खतरा फोटोग्राफर होस् क्या। वान टेक गेम ओभर केटाहरूको फोटो मैले हाम्रो निकालिदिएँ। काजी फेरि पुरा बिजी छन् क्या। हामी चाहिँ फेरि स्कुल ग्याङ हो केटा है। हामी 1 2 3 जना स्कुल ग्याङ हो भने चाहिँ अनि उहाँहरूको चाहिँ हाम्रो भाइ हो होइन। वान टेक खतरा निकालिस् खतरा निकाल किन लगाएको यता हेर्ने यता खतरा निकालिस् छैन। कहाँ घुम्न आएको त नि अहिले चाहिँ हामी कहाँ घुम्न आएको बन्दीपुर हो। ओइ झ्यापे 2 शब्द हाल्न त। हामी गाइजहरू होइन यहाँ बन्दीपुरमा छौँ होइन। हल्का उठेर भर्खरै यसो त्यो वाल हेर्नु मन लाग्यो कि के को वाल के छ केटा अब बन्दीपुर घुम्न आएको त हामी मात्रै हो क्या। विकास हो खाली छ। म विकास फेरि ह्यान्डसम भएर हिँड्ने फेरि के हो विकास जहाँ गयो त्यहीँ ह्यान्डसम भएर हिँडिहाल्नुपर्छ त। म यहाँ यस्तो हिमाल हेर्दैछु अब हिमाल हेर्दैछु डाँडा डाँडा हो हिमाल त देखिन्न साथी। यस्तो यस्तो छ यहाँको माहौलहरू चाहिँ एउटा हो। यहाँ चाहिँ हिजो राति एउटा उसमा सुत्दाखेरि कति भनेको अरे गोब्रे रुमको 11,000 भनेको अरे 11,000 विदाउट ब्रेकफास्ट 11,000 एउटा रुमको अरे माथि प्राप्त गएको एउटा हो होइन। पाउँदो रहेछ होइन। तर यहाँ चाहिँ सिस्टम के रहेछ भने हल्ला चाहिँ गर्न मन रहेछ होइन। सुत्न मन रहेछ होइन। बिहान फेरि ढिलो उठ्ने त्यो छिटो उठ्यो भने रिसाउने होइन कि यस्तो कि मोटे बिहान कस्तो हुँदो रहेछ भने मोटेले बोल्न पाइन्न। म अहिले बाहिर हिँड्यो 15वटा घर उता गइदिएर सक्छु यार गइदिनु। सही हो लगडा हो। हामी कहाँ पुगिन्छ कहाँ गइन्छ टक्क लगाएर तपाईँहरूलाई देखाउँला। अहिलेलाई चाहिँ चल्दैछ लगडा हामी चाहिँ टक्क हिँड्दै हिँड्दै यहाँ आइपुग्यौँ होइन। यहाँबाट चाहिँ जाने रहेछ हामी चाहिँ अब ग्रेट वाल जान लाग्यो केटा। उहाँ रहेछ माटुक्ने होइन। कहिले पुग्ने हो कि अब टेन्सन 5 मिनटमा पुगिन्न भाइ त्यत्रो डाँडामा उहाँ छ माटुक्ने। अब हिँड्दा बिजोग हुन्छ केटा हो। टक्क लगाएर हिँडिन्छ एकछिनपछि के हुन्छ तपाईँलाई देखाउँछ है त। बाटो कस्तो रहेछ विकास? बाटो अब जोस् डाँडामा नयाँ बन्दैछ होइन। टेलिभिजनबाट हजुरहरू हामी चाहिँ पोखरा टेलिभिजन हो। भ्यू यस्तो छ केटा हो। ल्यान्डस्केप हाम्रो डेस्टिनेसन चाहिँ त्यहाँ हो केटा हो। बाटो खनेपछि त ढलान पिच भइहाल्छ केटाहरू त्यहाँ पुगिसक्यो फेरि। बाटो कहिले हो 1-2 वर्ष भयो कि भयो 3 वर्ष भयो। 3 वर्ष जति भयो। बजेट हालिहाल्नु भयो। खन्दै थियो अस्तिको पानीले नाला बनाएन। नाला मेन समस्या। नाला बनाएन पानी। बाटो बनाउनु भन्दा नि पहिला नालै बनायो भन्नु है त। तपाईँको घर चाहिँ कता हो? मेरो घर चाहिँ यहाँ होइन बाउ तर यहाँ पछि बसेको छु म। ए कता हो र तपाईँको? मेरो घर गोर्खा हो। गोर्खामा काम यहाँ चाहिँ के कामले बस्नु भयो त नि? यहाँ यस्तै मित्र छ। हजुर ए सही हो हामी पोखरा हजुर घुम्न एउटा माहौलहरू यस्तो छ है। भ्यूहरू यस्तै छ। माथि गएर के कस्तो छ टक्क लगाएर तपाईँहरूलाई देखाउँला है त। एउटा फाइनल्ली हामी चाहिँ ग्रेट वाल अफ चाइना आइसक्यो। केटाहरू अझ पनि यहीँ छ है। कति डिस्टेन्स छ केटाहरूकोमा हामी बन्दीपुर आयो। केटाहरू के हो त नि यस्तो स्लो इनर्जेटिक भन्छन् के दुइटै उस्तै रहेछ होइन। औडा रहेछ है गाह्रो रहेछ है। 7 मिनट लाग्यो जम्मा केटालाई 14 मिनट भइसक्यो अझै आइपुगेन। आएन गाह्रो छ। चौतारो दामी रहेछ केटा हो। स्वामीको बुट बवाल ठुलो रहेछ। यहाँ चाहिँ ग्रेट वाल अफ चाइना हो क्या हो केटा। मिनी ग्रेट वाल हो। सही हो यस्तो छ केटा यहाँबाट भ्यू चाहिँ। अब हामी यता त गएन केटा हो। त्यो के अरे पानीको ड्याम छेक्न लागेको पर्खाल जस्तो छ है होइन त। अब यता गइन्छ भ्यू हेर्दै
सही पारामा त्यो चाहिँ ग्रेट वाल अफ बन्दीपुर होइन कोरे त ग्रेट वाल अफ बन्दीपुरमा हिँडेकोस् गाह्रो छ त खतरा ग्रेट वाल रहेछ है बाटो हेर केटा अब ठुलो हुन्छ ल यहाँ माथिबाट 360 भ्यू छ अरे केटा माथि गएर हेरिन्छ है त गरे है हामीले त्यहाँ पुरा स्मल वाल अफ बन्दीपुर भन्नु ठाने थियौँ है अब यहाँ आएपछि चाहिँ ग्रेटै रहेछ क्या केटा है त्यहाँ चाहिँ हाम्रो पुरा माई खानको मन्दिर छ माथि अनि त्यहाँ गएर फेरि त्यही हामी होटल बसेको एरिया त्यहाँ पुगिन्छ कति मिनट बजारै पुगिन्छ 7 मिनटमा पुग्दो रहेछ 7 मिनट पुगिन्छ लगडा यस्तो छ कहिलेकाहीँ बाँधनी केटीहरू पनि भेटिन्छ माथि माथि चढ्छन् होइन सिस्टमको धज्जिया एउटा हुँदैन नि त के कुरा यहाँ माथि गर्ने भनेर चाहिँ कसले भनेको यस्तो यस्तोमा होइन सिस्टमै छैन हो कुराहरू उल्टो उल्टो काम गरेर हुन्छ दे डोन्ट ह्याभ डिसिप्लिन होइन त गाह्रो लगेर हामी चाहिँ अब टक्क लगाएर गेट वाल अफ चाइना चढिन्छ चाइना होइन क्या अरे बन्दीपुरमा टेन्सन फेरि चाइना नगइन होला जस्तो छ कि पारेर नि त सही होला दामी रहेछ यहाँबाट यहाँ चाहिँ अलिकति फिनिसिङ भयो रहेछ कि बिहान भएको भए फिनिसिङ भएपछि राम्रै देखिँदो रहेछ जस बन्दै छ कस्तो हुन्छ अब बनेपछि केटाहरूले अरूले भिडियो हाल्दा थाहा हुन्छ नि त होइन फेरि आउनु पर्ला नि बनिसकेपछि कम्प्लिट भएपछि अहिले चाहिँ हामी माथि चढिन्छ क्या आइज ल केटा यहाँको भ्यू चाहिँ यस्तो रहेछ अब विकासले त यहाँबाट 360 भ्यू देखिन्छ भन्थ्यो के अरे कस्तो खालको 360 रहेछ होइन माथि टपमा गएपछि चाहिँ दामी देखिन्छ जस्तो होइन कोब्रे सही हो विनोद गाजीलाई कस्तो लागिरह वाल लागिरह नयाँ ठाउँ घुम्नु पाउँदा होइन सही लगडा हामी चाहिँ यहाँ एकैछिन आएर थके मारेको छौँ केटाहरू पनि थके मार्दै टक्क फोटोसोटो खिचे केटाहरूले र यहाँको भ्यू चाहिँ बबा हाल्छ केटा हो सही छ होइन राति 10 बजी ढकढक गरेर हैरान है बोल्नै नपाइन्छ कुकुरलाई धरि गाली गरिदिएर बुढाले है रातिमा चाहिँ 12 बजे ढकढक गरेर बुढाले औडातिर है औडै हल्ला गरिदियो त केटाहरू फेरि गफ गरेको हल्ला त गरेको होइन के अरे त्यस्तो गाह्रो भयो नि त स्यान्टी भयो बरु यतातिर होमस्टेतिर आएर बसेर हल्ला गर्नु पाइन्छ होला है सम्मान हुन्छ है ल केटा हामी फेरि वाल चढिसकेको अवस्था आयो त माथि टुप्पोमा गएर तपाईँहरूलाई देखाउँला आइज यहाँ चाहिँ टक्क लगाएर वाल बन्दै रहेछ टक्क डाँडा रहेछ डाँडाको टुप्पोमा चाहिँ सर बिचबाट वालहरू ल्याएर रहेछ होइन बनाउन खोज्दै रहेछ दामी दामी कुराहरू नेपालमा पनि अब हामीले नि प्रोत्साहन गर्नु पऱ्यो टक्क आउनु पऱ्यो बन्दीपुरलाई माया देखाउनु पऱ्यो होइन अब यहाँ बन्दैछ यहाँ बनिसकेपछि दामी हुन्छ होला होइन त गोब्रे स्टार्टिङ छ नि त चाहिँ हामी त आएको त यसरी घुमेर तलबाट आएको नि त हिँड्दै पसिना खास हिँड्दाको बानी छैन यताको भ्यू पनि दामी छ होइन यतातिर त म्याक्सिमम् रातो माटो हुँदो रहेछ क्या यतातिर म्याक्सिमम् रातो माटो हुँदो रहेछ के को जाली राखेको फेरि है जोस् यहाँ चाहिँ दामी छ लगेर रमाइलो रहेछ ठाउँ चाहिँ बवाल होला जस्तो छ अब माथि टुप्पोमा जाऊँ होइन गोब्रे माथि के कस्तो हुन्छ टक्क लगाएर माथिको भ्यूहरू देखाउँला अब जिन्दगी भनेको यस्तै एउटा हो कहिलेकाहीँ रमाइलो गर्नै पऱ्यो हिँड्नै पऱ्यो डुल्नै पऱ्यो नयाँ नयाँ ठाउँहरू हेर्नै पऱ्यो होइन अब जिन्दगीमा जति गरे नि पुग्दैन केटा हो कहिलेकाहीँ यस्तो साथीभाइहरूलाई टाइम पनि दिनु पऱ्यो घुम्नु पऱ्यो रमाइलो गर्नु पऱ्यो केटा है अब माथि गएर भेटिन्छ ल केटा लामो समयको हिँडाएपछि चाहिँ हामी चाहिँ टक्क फाइनली त टप होइन यस्तो छ यहाँको माहौल चाहिँ डर थाकियो केटा लगभग आधी घन्टा हिँड्ने कन्टिन्यू त्यसपछि चाहिँ डरै थाकियो टक्क लगाएर यहाँ गौरी पनि पूजा गर्दै रहेछ केटा टाढेबाट दर्शन हान्ने होइन ड्राइभर थकित भइस् क्या हो ड्राइभरलाई गाह्रो भइसक्यो यस्तै छ केटा हो यहाँबाट चाहिँ टक्क बन्दीपुरको घरहरू देखिँदो रहेछ गाह्रो यहाँ चाहिँ भयो त्यो चाहिँ केबल कार स्टेसन होइन त त्यो ठुलो अहिले हामीलाई विकासले त्यहाँ लाने भने होइन हेरौँला होइन अहिले के हुन्छ भनेर चाहिँ
अब यहाँ पनि यसो टप टुप्पोमा नि आयो अब यतैबाट झरिन्छ नि त बाटो यतै छ नि त गोब्रे अब यहीँबाटै कसो थाहा पाइस् त नि तैँले हो केटा अब यहाँ रेस्ट हानेर एकछिन बस्नु थिएँ अनि त्यसपछि गन्तव्यतिर लागिन्छ केटा यहाँबाट रहेछ ल भ्यू हेर्ने यस्तो छ केटा अब यहाँको 360 भ्यू पानी पनि नलिआइएछ क्या मा कोब्रे चल्दिस् क्या त बाटो खोजेकोस् ल ल ल कोब्रेले बाटो खोजिसकेको अवस्था केटा थकी तपाईँ यहाँ रेस्ट हानिन्छ गाइस ल केटा अब हामी चाहिँ टक्क लाएर यहाँबाट झर्ने कुरा भयो नि त मोटो के हो कुरा हामी झर्दैछौँ तल होइन बन्दीपुर नजिकै रहेछ बजार चाहिँ यहाँबाट यस्तो छ बजार चाहिँ यस्तो छ भ्यू यही त हो नि अनि बवाल छ माथि टपमा चाहिँ यस्तो रहेछ केटा सल्लाह गाडी पुरै ढ्यापे 13-17 रोपन जग्गा नि जानु पऱ्यो नि त आँटुक्ने पुरानो कोट रहेछ नि त पुरानो कोट रहेछ सबभन्दा पुरानो कोट होला नि त पुरानो सुनाउँथ्यो होला नि त पहिला यहाँ होइन ढ्यापे कोब्रे त्यही भएर पुरानो कोट लेखेको छ फाइनली बाटो यहीँ रहेछ अहिलेको टिचरहरूले यस्तो बाटो पनि नदेखेको हाउडा रहेछ के पढाउँछन् यार विद्यार्थीलाई के पढाउँछन् यार बाटै छ त यस्तो खतरा यार अब सही बारामा झरिन्छ केटा हो टक्क तल गएर चाहिँ भेटौँ ल केटा यहाँ चाहिँ गुरुङ चाहिँ डाँडा रहेछ होइन टालिदेऊ नि त्यहीँभित्र स्टिकर टालिदेऊ नि त हामी गुरुङ चाहिँ डाँडामा आइपुग्यौँ केटा हो यहाँ टक्क लाएर यहाँको भ्यू चाहिँ यस्तो छ टक्क अब सल्लक्क लाएर गइन्छ गेस्ट हाउसमा गइन्छ फ्रेस भइन्छ अनि निस्किन्छ होइन त गौरे हाम्रो स्टिकर पहिला यहाँ कसले ल्याएर टालिसकेको रहेछ नि त हो र हामीभन्दा पहिला नि आइसकेको नि त हाम्रो मार्केटिङ गर्ने हो 2-4 ठाउँमा देखिसक्यो है बिहान एउटा भाइ आएर ट्याक्क मर्निङ दाइ भनेर गइसक्यो यार अनि के हो एन्टिकले त मार्केट जतासुकै तता रहेछ त के हो भाइले हिजो म्याच गरेको थियो नि त अन द वे भनेर हालेको त त्यहाँ भ्लग आउनु पर्यो भनिरहेको थियो भाइले होइन भाइको इच्छा पुरा गरिदिएको होइन मर्निङ सर्ट भ्लग होइन त नत्र हाम्रो भ्लग बनाउने योजनै थिएन होइन गौरे सही हो ढ्यापे अनि त भोलि अब स्पेन होइन त पर्सिसम्म पुग्छ छैन स्पेन भोलि कतार पुग्छ अनि पर्सिसम्म स्पेन हो अनुहार हेर्दा तँलाई कतारमा राख्दै लाग्छ अनुहारमा मात्रै हुँदैन नि त सबै कुरा खुबीमा पनि जानु पर्यो होइन त रक्तदान जीवनदानको तल हाम्रो स्टिकर नि छ कि त्यहाँ एन्टिक होइन त यस्तो झगडा होला टक्क गुरुङ चाहिँ डाँडामा होइन त सही हो यस्तै झगडा अब तल गएर टक्क अब यहाँको यो बाटो यही बाटो हिँडेरै जाने हो होइन बाटोमा यस्तो स्टेसनहरू रहेछ आएको बस्ने अनि टक्क लगाएर तल गएपछि अब गेस्ट हाउस गइन्छ डाइरेक्ट अनि त्यहाँ गएर फ्रेस भएर निस्किन्छ होइन त मन्दिरपुर अब कहाँ के रहेछ अरू ठाउँ हेरिन्छ नि त गोब्रे सही हो एउटा अब यहाँ चाहिँ बाटो रहेछ झर्ने बाटो चाहिँ यस्तो रहेछ होइन अब टक्कै हिँडिन्छ सर्लक्क लाएर चाहिँ यस्तो हुन्छ बवाल लगेर हामी चाहिँ यहाँ भानुमाविबाट ठ्याक्क निस्किनु रहेछ होइन त गोब्रे सर्लक्क लाएर त्यो स्कुल निस्किँदो रहेछ यो बाटो चाहिँ अब यहाँ रोड छ केटा यहाँ पानी सानी किनेर खाइयो पानी लिएर जानै बिर्सेछ क्या है औडा भन्छ क्या यहाँ पानी किन्यो टक्क पानी खाइन्छ अब के कस्तो हुन्छ अब गइन्छ डाइरेक्ट गेस्ट हाउस गइन्छ टक्क फ्रेस भइन्छ अनि निस्किने होइन त गोब्रे कहाँ निस्किने टुडी खेल जाने हो त्यहाँ चौरहरू रहेछ होइन टुडी खेल गएर टक्क लगाएर तपाईँलाई देखाउँला होइन त लगेर हामी चाहिँ अब टक्क लगाएर चाहिँ चिया खान लाग्यो होइन चिलोबाट हामी चाहिँ चिया खाइन्छ बबाल बाह्रमा होइन आज एन्टिकको टी आज एन्टिकको टी चाहिँ मिस हुने भयो आज हाम्रो यतै प्यासमेट नि भयो यतै हान्नु भयो होइन त टी चाहिँ खतरा हुँदै थियो टी चाहिँ खतरा लाग्छ तिमीलाई पहिला ओसिनको कफी खाइन्थ्यो अहिले ओसिनले अलि नभ्याउने भएर हामीले बाहिरबाट मगाएर खान्छ एन्टिक नि यिनीहरूको कन्भर्सेसन डह्रो पर्छ एन्टिक चियाहरू हामी चाहिँ हाम्रो दिदीकोमा छौँ केही भनिदिनुहोस् न दिदी हामी हिजो बेलुका खाना पनि यहाँ खाएको दिदीले मिठो बनाउनु भएको थियो खाना होइन चक्क लगाएर हामीले यहाँ चाहिँ खाना खाएको थियौँ
मिठो मोनिका तम्बु रेस्टुरेन्टमा तपाईँहरूलाई चाहिँ स्वागत छ। तपाईँहरू नि आउन सक्नुहुन्छ। दिदीले टप पनि तयार गरिदिनुहुन्छ होइन। कोब्रे खाना हिजो मिठो थियो नि त। दिदीहरूको होमस्टे नि छ। हल्ला गर्ने हुन्छ यहीँ दिदीहरूसँग कन्ट्याक्ट गरेर चाहिँ हल्ला गरेर मेन बजार भएर हामीले यहाँ हल्लासल्ला गर्न यहाँ चाहिँ पिस हुँदो रहेछ। अलिकति माथि होमस्टे रहेछ दिदीहरू, त्यहाँ चाहिँ मजाले चिल गर्न पाइन्छ, बारबिक्यु गर्न पाइन्छ। त्यही होमस्टेको टार्गेट गरेर हामी नेक्स्ट टाइम चाहिँ हामी स्योर होमस्टे होइन त। सही हो। हामी चाहिँ नेक्स्ट टाइम चाहिँ होमस्टेको टार्गेट बसेको केटा हो। हामी चाहिँ यहाँ अगाडि होटलमा बसेको, यतापट्टि बसेको होइन। किरान पसल ठ्याक्क माथिपट्टि। अरू होटलमा महँगो रहेछ केटा। त्यहाँ चाहिँ 11,000सम्म भने यार। फिस खाएँ म यहाँ रुम यार है। रिसोर्टमा पनि पर्दैन र ढ्याप यार 11,000 यार। अनि म त पिस हुनुपर्ने थिएँ। पुरै पिसकै पुरै पिन ड्रप साइलेन्ट। स्कुलमा सरले आएर कराए जस्तो, बाउले घरमा कराए जस्तो भइरहेको हिजो त मा 3-12 बजेको त होइन। निकाल्दै जस्तो लाग्ने कि होटेलबाटै त्यही गरेर सुत्दिनु विचार गरिदिस्। त्यो पनि ठिकै। तिमी नि हिँड्न हेर्ने सोचेको थियौ? जस्तो होइन केटा रमाइलो भयो। जस मजा भयो। बिहान हिँडेर नि आयो यताउता। र आज कहाँ गइन्छ तपाईँहरूलाई देखाइन्छ होइन। अहिले चाहिँ चिया चाहिँ खाइन्छ। चिया चाहिँ आएर यहाँबाट निस्किन्छ तपाईँहरूसँग। अहिलेबाट पनि लगाइदिएको आएछ लगडा। हामी चाहिँ यहाँबाट निस्किसकेको अवस्था र केटाहरूको ताल चाहिँ यस्तो छ होइन। भवाल छ केटाहरूको। अब हामी चाहिँ यहाँबाट नयाँ सद्गुरु त देखाइदिनुहोस्। नयाँ सद्गुरु र केटाहरूको स्कुल जाने बेला पनि भयो चाहिँ यहाँ भाइहरूको चाहिँ। भाइहरू चाहिँ स्कुल जानलाई ढक्क रेडी भइसकेको अवस्था। यहाँ नयाँ सद्गुरु होइन त। अब हामी चाहिँ यहाँबाट निस्क्यौँ भने त क्या। अनि कस्तो भयो त अब मन्दिरको? रमाइलो लाग्यो मलाई पनि। नयाँ अनुभव भयो। अहिलेसम्म नाइट बसेको थिएन, तर नाइटमा अलिक ठाउँ कोजी भएको भएर धेरै हल्ला नगर्ने मिल्ने पिसफुल ठाउँ रहेछ होइन। यहाँ चाहिँ पिसफुलको लागि चाहिँ आउनु रहेछ। यहाँ स्कुलको विद्यार्थीहरू चाहिँ टक्क लगाएर जानलाई रेडी भइसकेको छन्। स्कुल जानलाई चाहिँ यहाँ तयारी केटा हो। यस्तो चाहिँ बन्दीपुरको भ्यू चाहिँ अहिले यस्तो छ केटा हो। 9 बजेको समय भएको कारणले गर्दाखेरि चाहिँ हल्का स्टुडेन्टहरू चाहिँ होइन स्कुल टाइम जस्तै भयो नि त यो त। र हामी चाहिँ ट्याक्क हिँडिसक्यौँ। अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ केटा हो। टक्क त्यहाँ अब गाडी पार्किङमा गइन्छ। अनि त्यहाँपछि कहाँ गइन्छ त्यहीँ गरेर थाहा हुन्छ नि साथी होइन त। इन्स्टेन्ट थाहा हुन्छ। त्यतिखेर थाहा हुन्छ होइन त। प्लान हेरिन्छ हामी, त्यही रमाइलो हुन्छ होइन। त्यहीँ गएर चाहिँ केटाहरूलाई सरप्राइज इज अ गुड थिङ। हामी कहाँ गइन्छ त्यहीँ गरेर केटाहरूलाई भनौँ होइन त। हजुर सही हो। केटा फाइनली हामी चाहिँ पार्किङमा आयो यहाँ पुरा भवाल पारामा। पार्किङ चाहिँ आइसक्यो केटा हो। पार्किङ आयो। यस्तो छ माहौल भ्यूहरू चाहिँ। अब टक्क लगाएर यहाँबाट कहाँ निस्किन्छौँ हामी तपाईँलाई देखाउँछौँ है त गाइज भवाल। लगडा हामी चाहिँ टक्क लगाएर चाहिँ बन्दीपुर टक्क टुडी खेलाइसक्यो। हामी बुवा धेरै बेर भुलिन्न ढुक्क हुनु अब 15 मिनटमा ल यस्तो छ केटा हो। अब हामी चाहिँ टक्क यहाँ पार्किङ गरेर अब हामी निस्केको अवस्था होइन त कोब्रे। अनि यहाँ त के हेर्ने विचारले आइस? यहाँ भ्यू हेर्नु दाम देख्छ कि भ्यू हेर्ने विचारले आइस। अनि त्यहाँ टक्क लगाएर चाहिँ चौर पनि त फुटबल प्रेमी हो नि त। फुटबल प्रेमी होस् नि त होइन। टक्क भ्यू हेर्ने हिसाबले आइस नि त। लगडा यहाँको भ्यू चाहिँ यस्तै रहेछ। टक्क टुडी खेल पुरा ओपन ग्राउन्ड। तर यहाँ गेम टुर्नामेन्टहरू राख्यो भने दामी हुन्छ होला कोब्रे है। अनि यहाँ स्टेडियम हेर्ने सेर्ने नि बनाउनु पर्ने होइन त। बवाल हुन्छ नि त बल्ल। लोकल लेभलको गेम हुन्छ। माटोको ग्राउन्ड रहेछ कि फेरि यस्तो झारसार रोका भयो होइन। गाह्रो छ। यता नि होटेलहरू रहेछ। यता नि राम्रो होटेल रहेछ बस्नुलाई चाहिँ। हल्ला गर्नुलाई चाहिँ यता रहेछ कि ढ्यापे होइन। के भन्छस् त? तेरो स्पेनमा कस्तो हुन्छ त भाइ? 12 बजीसँग हल्ला गर्न पाइन्छ हो स्पेनमा जम्मा 12 बजीसम्म। फेरि हाम्रो नेपालमा त फेरि माटिको रातभरि हल्लाउनु पाइन्छ त फेरि। विकेन्डमा त 2 दिन रातभरि हल्लाएर निस्किने होइन। अरू अफिसियल उसमा चाहिँ 12 बजे बन्द हो। पुलिस आइदिन्छ। पुलिस आउँछ फेरि। गाह्रो रहेछ त यार होइन कोब्रे। ढ्यापेकोतिर नि गाह्रै रहेछ त है। पुरा हाम्रैतिर सजिलो है। सगडा एकछिन शीतलमा बसेर बफ तानिन्छ। अब के कस्तो हुन्छ भ्यूहरू छ भने यसो देखाइन्छ के अरे। अब यही हो ओपन ग्राउन्ड टुडी खेल्न आएको हामी। के हुन्छ कस्तो हुन्छ तपाईँहरूलाई चाहिँ अपडेट गराएर त गाए लगडा। यहाँ चाहिँ केबल कारहरू पनि टक्क देख्यो त मा गायब भइसक्यो। केबल कार देखियो होइन क्या यहाँबाट? खै यहाँबाट देखियो। क्यामेरा त गरे हो त मैले। उहाँ गइरहेको केटा हो केबल कार। केबल कार है त गाए। अब केबल कार त चढिन्न आँटिने होइन केटा। अब झर्नुपर्छ हामी। झरिन्न होइन त। मोटै यहाँको भ्यू कस्तो रहेछ त नि? हाइवे देखिरहेछ पुरा तलको। भ्यू राम्रै हाइवे देखिरहेछ नि त। के भन्छ तिमी यो भ्यूको विषयमा मोटे? भ्यू यतिको ठाउँमा
माथिको सम्मो होइन यो राम्रो हो राम्रो अब त्यहाँ कुनातिरबाट नि हेरौँ न सानो टाइपको जग्गा छ होइन यो चाहिँ अब यतिकै शुद्ध होइन मिलेको टक्क राम्रो ठाउँ हो यस यस्तो ठाउँमा आएपछि चाहिँ यस्तै यस्तै हेर्ने हो कि केटा हो यस्तै यस्तै रमाइलो हुन्छ यस्तो ठाउँमा आएपछि चाहिँ र हामी चाहिँ यस्तै भइरह केटाहरू चाहिँ यहाँ टक्क भ्यू हेर्दैन कहाँ स्टेसन दामी रहेछ तल पनि है ट्याक्क हाइवेदेखि त्यहाँ रहेछ केटा हो ए टक्क केबल कार स्टेसन केटा हो हाइवे हामी चाहिँ टपमा माथि स्टेसन स्टेसन माथि चाहिँ हो केटा हो अलिक कम्प्लिटली रूपमा भएन रहेछ यहाँ खैरहरू नि आँखा केटा हो हामी चाहिँ यस्तरी टक्क लगाएर चाहिँ अब यहाँ घुम्दैछौँ अब यहाँबाट निस्किन्छौँ केटा यसो घुमघाम गरेर हल्का खासै केही छैन केटा यहाँ अब यही नै हो अब खासै त्यस्तो केही छैन भ्यूहरू हेर्ने बन्दीपुर यो रिसोर्ट रहेछ यहाँ चाहिँ अगाडि चाहिँ यो रिसोर्ट रहेछ केटा अब टक्क लगाएर यहाँ घुमिन्छ अब घुमेर निस्किन्छौँ केटा अब धेरै बसिन्न यहाँ अब कता गइन्छ बन्दीपुरको घुमघाम नि लगभग सक्यो जस्तो भयो केटा अब यहाँबाट केटाहरूको चाहिँ अन्तै जाने प्लान छ के अरे यस्तो मुभिङ गरेर अलिकति उता हेरौँ के कस्तो हुन्छ तपाईँलाई देखाउँदै गर्छु यता गाइज अगाडि हामी चाहिँ टक्क लगाएर यहाँबाट निस्किसकेको अवस्था होइन विकास टक्क अब हामी कहाँ गइन्छ विकास अब हामी साथीहरूले डेस्टिनेसनमै गएर भनेर होला हो अब हाम्रो खाना लागिन्छ हामी अब आरएसआर जाने कुरो छ होइन के हो आरएसआर जान्छौँ हामी अब साथीहरू रिभर साइड रिभर साइड स्प्रिङ रिसोर्ट होइन त सुमलिङटार सुमलिङटार होइन त सही हो होइन त कोब्रे ठिक छ होइन ढ्यापे बबाल होइन त विनोद सही हो लगडा अब चाहिँ हामी लागिन्छ है त लगडा फाइनली हामी चाहिँ मर्साङमा आइसकेको अवस्था होइन यहाँ अब बोटिङ सोटिङ हानिन्छ चस्मा निकाल नि जाऊ गाडीबाट अगाडि अगाडि त्यो उसभित्र छ कि त्यो कुलरभित्र छ है लगडा अब हामी यहाँ बोटिङ सोटिङ हानिन्छ बबाल पारामा यस्तै चलिरहेको छ र यहाँको भ्यूहरू बबाल रहेछ लगडा बोट चाहिँ यस्तो रहेछ एक बोटिङ हानिदिउँ नयाँ यहाँको ठाउँलाई नि यसो प्रमोट गरिदिउँ केटा हो होइन माया गरिदिउँ सर्लक्क हाम्रै नेपाल त हो नि यार केटा हो हाम्रै नेपाल त हो नि यार माया त दिनु पऱ्यो नि होइन हाम्रै नेपाल हो नि हो लङ कतिको हुन्छ र कति टाइमको हुन्छ लङ सर्ट चाहिँ कति हुन्छ दाइ सर्ट चाहिँ कति हुन्छ सर्ट चाहिँ त्यसको हाफ भनेपछि 5-7 मिनट 5-7 मिनट सर्टको 250 लङको 500 होइन हामीलाई सर्ट हाने नि हुन्छ सर्ट हाने नि हुन्छ मन्दिरसम्म पुग्छ सर माथि कुन मन्दिरहरू दाइ अक्कलामा ए मन्दिरै अनि त्यहाँ हामी एकछिन बसेर आउनु पाइन्छ भनेको तलैबाट हेर्न पाइयो ढुङ्गा एकछिन रोकेर बसेर माथि जान्छ पाइएन भनेको त्यहाँ ल्यान्डिङ गर्ने ठाउँ चाहिँ छैन सर पारिपट्टि पर्छ त्यसो भए त मजै भएन नि त ल यस्तो चाहिँ केटा अब के गर्छ केटा अलिकति टिकट काट्छ ठिक छ सर्टै हाने नि राम्रो हुन्छ यहाँ त अब त्यहाँ मन्दिर त हेर्न पाइन्छ अरे टाढैबाट अब जान पाइन्न अरे केटा त्यही छ ठिक छ अब यो बोटमा चढिन्छ केटा कस्तो हुन्छ तपाईँहरूलाई देखाउँदै गाइज ल केटा हामी चाहिँ टक्क लगाएर चाहिँ रेडी भइसकेको अवस्था केटाहरू नि टिकट सिकेट कति रहेछ केटा सर्ट ट्रिपको कति रहेछ ट्रिपको 250 लङ ट्रिपको चाहिँ 500 लङ ट्रिप हान्यो भने चाहिँ यताउता घुमाइन्छ अरे भन्थ्यो तर झर्न पाइन्न अरे अब जसरी कुरा उही नै भयो नि त होइन पानीको पानीमै हुने रमाइलो लिने हो क्या केटालाई उडाउन छ नि त फेरि स्पेन फेरि म्याच होइन एउटा हामी चाहिँ ब्याक टु ब्याक चाहिँ अब हामी होइन गोब्रे अब त्यहाँ गयो भने चाहिँ मोटरबाट डाइरेक्ट वाटर केटाहरूलाई चाहिँ टक्क नजिकको डेस्टिनेसनमा बोट यसो चढ्न मन लाग्छ नि चितवन पुग्नै पर्दैन होइन यहीँ छ त म्याटिकमै तनाउमै सही हो तर चितवनमा नि मजा आउँछ फेरि त्यहाँ छुट्टै भाइब्स छ यहाँ छुट्टै भाइब्स छ आफ्नो भाइब्स हुन्छ होइन केटा यो चाहिँ अब नबगेको पानी हो त्यो बगेको पानी भन्दा फेरि चितवनमा चाहिँ फेरि नारायणीमा होइन यो मर्साङदेखिको बोटिङ भयो त्यो नारायणीको बोटिङ हो केटा त्यो सेफ्टी हान्नु पर्ने हुन्छ केटा फेरि त्यो सेफ्टी चाहिँ लाउनै पर्ने हुन्छ किनभने केटा जे पनि हुनसक्छ होइन जिन्दगी हो हामी पौडी नि खेल्न जान्छु भनेर मात्रै भएन नि केटा हो आत्तेको बेला जे नै हुनसक्छ नि गोब्रे अनि एउटा अब बोट सोट चढिन्छ सर्लक्क लगाएर बोट चढेपछि एउटा हामी अब बोट सोट चढिन्छ ठुलोमा चढ्ने यतापट्टिकोमा चढ्छ अग्नि द फायर धराप छ केटा बाटो चाहिँ फेरि बबाल छ पुरै धराप विनोद त खतरा चढ्यो अन्त यार कति छिट चढ्यो त नि तिमी विनोद ढ्यापे मलाई त लगडा अब यसमा चढिन्छ कतिको रमाइलो हुन्छ इन्जोय हुन्छ हामी भनिन्छ नि त विकास
गाह्रो छ केटा हो गाह्रो छ ल यस्तो रहेछ सिटहरू चाहिँ बवाल हुन्छ केटा हाम्रो एन्टिकको चाहिँ टक्कर हालिदिइसकेको अवस्था केटा हजुर सिक्यो अब चाहिँ हामी यहाँ ट्याक्स हो ल सही हो कुरा त सही गरे हो होइन के हुन्छ नि र म चाहिँ ह्याङ्कले बस्छु ल केटा सल्लाहको लगाएर केटाहरू पनि सल्लाह अरू कति थियो नि त यार पाउन सही हो विनोद के हो दिइराख के होइन ल यस्तै भइरहेको छ के हुन्छ यसो लगडा बवाल पारमा चाहिँ हामी चाहिँ टक्क बोर्डिङ गरिसकेको अवस्था गर्मीले कालो चाहिँ बनाउँदो रहेछ अलिकति भयो नि होइन विकास के हो कुरा बाटो भइरहेछ अब गर्मी लाग्यो गर्मी घाम पानी भनेको नेचुरल प्रकृतिले हामी सहज पाइनु चढ्दाखेरि चाहिँ सर्नु हावा चल्दो रहेछ दामी दामी मजा आएको त्यस दामी छ केटा भ्यूहरू पनि दामी छ जस केटाहरूलाई सर्ट ट्रिप हान्न सही हुन्छ है यतातिर आगोलम बाटोमा पर्छ बाटोमै हाइवे पनि छ केटाको टक्क रोक्यो साइड लगायो होइन बाइक साइडमा आगोलम टक्क आयो साइड लगायो टक्क बस्यो सर्ट ट्रिप हाने केटाहरू आएको साथीभाइहरूमा टक्क रमाइलो गऱ्यो इन्जोय गऱ्यो दामी हुन्छ केटा यस्तै चलिरहेको छ टक्क लगाएर चाहिँ बोटिङहरू चाहिँ यस्तै छ ढ्यारे पुरा आफ्नो सानो दिदी जस्तो ढ्यारे कस्तो फिल भइरहेको होइन क्या गोब्रे अनि हामी पोखरा आयो भने चाहिँ हामी होटेल विभूतिलाई सम्झिनु पऱ्यो नि त होइन पोखरा आयो भने चाहिँ तपाईँहरूलाई चाहिँ राम्रो होटेल खोज्नुमा हुनुहुन्छ भने चाहिँ हाम्रो गोब्रेको होटेल विभूति छ है केटा होटेल विभूतिलाई सम्झिनु होला माया गर्नु होला बवाल गर्नु होला है केटा अनि विकासहरू के भन्नु एन्डिङ चाहिँ वे माका वे बवालै हुँदो रहेछ केटा यहाँ पुरा त्यो गाडी गरिरहेको चलाइसकेको अवस्था बवालै हुँदो रहेछ रमाइलो भयो रमाइलो भयो त्यो रनिङ चाहिँ दामी हाल्यो कि स्पिड चाहिँ अहिले चाहिँ दामी भइरहेको छ केटा रमाइलो भइरहेको छ बवाल भइरहेको छ मजा आयो बवाल मजा आयो तर तल ठोके जस्तो नि फिल भइरहेको क्या साथी तल ढुङ्गाहरू पनि छ होला तल ठोके जस्तो नि फिल भइरहेको तर बवाल रमाइलो चाहिँ दामी रमाइलो भइरहेको एकैछिन घुम्यो भने मजा चाहिँ आयो अब हामी डेस्टिनेसनमा लगभग आइपुग्नु थाल्यो अब पनि चाहिँ आफै घुमाइदियो केटा घुमाइदियो बोर्ड घुमाइदियो यो त सही बवाल रमाइलो भइरहेको मजा आउँदो रहेछ होइन साथी मजा चाहिँ दामी मजा आउँदो रहेछ होइन एकैछिन गऱ्यो भने त्यो भाइ चाहिँ बवाल छ केटा टर्निङ हेर्न केटा कस्तो घुमाउँदो रहेछ अब यो हेर्न यो ब्यागका बवाल मजा आयो केटा जस एकैछिन भयो नि दामी घुमाइदिँदो रहेछ जस मजा आयो वे माका टर्निङ वे सही हो जस मजा आएको छ बोल्ने सही हो त बवाल भइरहेको छ केटा हो दामी जस मजा आउँदो रहेछ वे माका टर्निङ हेरेर टर्निङ सही यस्तो हुँदो रहेछ केटा नानी घाटको भन्दा त यहाँ नानी मजा आउँदो रहेछ नि केटा हो यहाँ मैले त त्यहाँभन्दा त मजा आउनु होला भने सोध्दै थिएँ होइन तर दामी मजा आउँदो रहेछ यार मजा आयो केटा हो यार सोध्दा दामी भयो यार ढुङ्गामा चाहिँ हल्का ढुकिँदो रहेछ कि फिल ठ्याक्कै हुँदो रहेछ केटा होइन तर मजा चाहिँ दामी आइरहेको छ है गाई दामी भयो दामी यतिको भएपछि त बवालै भइहाल्यो नि होइन जस यहाँ चाहिँ जस मजै आउँदो रहेछ केटा हो जस दामी टन्नै घुमाइदिँदो रहेछ होइन 150 भने 250 पनि दामी घुमाइदिँदो रहेछ केटा हो सही लाग्यो जस मलाई चाहिँ
पर्सनली चाहिँ राम्रो लाग्यो, मजा आयो। यो न्यू एक्सपिरियन्स जस्तै भयो एउटा जस दामी वर्थ इट जस्तो खालका गएर हामीलाई त दामी हामी हातले भनेको भएर लङ टाइम घुमाइदियो के हो केटा हो होइन। अब स्टोन त डेन्जर स्टोन देखाइदिरहेको छ है केटा, स्टोन चाहिँ बवाल देखाइदिरहेको छ, स्टोन चाहिँ बवाल हामीलाई चाहिँ घुमाएको घुमाइ गर्दै हामीलाई तर दामी घुमाइदियो है। पानीको छल्का यो हो नि त भाका, हामीलाई घुमाउन चाहिँ दामी लङ घुमाइदियो केटा हो, दामी मजा आयो। त्यसमा यो तपाईँहरू पनि ट्याक्क हामी अब हाम्रो इन्डिङ भयो केटा सर होइन त केटा। ल अब निस्केपछि भेट्नु है त गाइज, तर बबाल रमाइलो चाहिँ दामी रमाइलो भयो, वर्थ इट है केटा, एकदम वर्थ इट है। 250 तिरे पनि 60 भन्यो हामीलाई कुनासम्म लग्यो, जस दामी मजा आयो, बबाल भयो केटा। तपाईँहरू पनि ट्याक्क आउन सक्नुहुन्छ, साथीहरूसँग आएर रमाइलो गर्न सक्नुहुन्छ, जस मजा चाहिँ दामी आयो केटा। अब माथि गएर हामी भेट्छौँ है त गाइज। कस्तो एक्सपिरियन्स भयो विकास? रमाइलो यार, यस्तो सोचेभन्दा पनि दामी भयो है। क्याप्टेन सोचेभन्दा क्याप्टेन चाहिँ मलाई बवाल लाग्यो, ए भएको छ स्टन्टहरू देखाएर होइन होइन हामीलाई भन्यो भन्दा बेसी घुमाइदियो के हो हो। आइज ल धेरै धेरै धन्यवाद भाइलाई यार, धेरै धेरै धन्यवाद होइन। ल केटाहरूले चाहिँ टक्क हाम्रो भाइले चाहिँ बवाल राइड हान्दो रहेछ। ढ्यापे कस्तो भयो त तँलाई? चक्कर लाग्यो त साला माम पका अनि बवाल आइरहेको थियो होइन, ट्रनिङहरू त बल आइरहेको थियो कोब्रे, कटिङ त बबाल अनि दामी मजा आएको है। एकैछिन भयो पनि जस मजा चाहिँ बब्बाले मजा आएको कि होइन, जस मजा आयो बब्बाले भयो। जस यो टुर चाहिँ बवाल भयो, यो राइड चाहिँ दामी लाग्यो मलाई। नारायणघाटमा भन्दा यहाँ मजा आएको कि, नारायणघाटमा बवाल मजा हुन्थ्यो नि त कोब्रे, त त्यहाँ भन्दा यहाँ मजा आएको कि। ल केटा बवाल भयो होइन, तपाईँहरू नि आउन सक्नुहुन्छ, बवाल छ है केटा। र हामी चाहिँ टक्क लगाएर चाहिँ त्यहाँ बोटिङ हान्यो नि त विकास, बोटिङ हानेर निस्किसकेको अवस्था, मोटरबोट हानेर निस्किसकेको अवस्था होइन। अब हामी यहाँ जान्छ, तपाईँलाई नेक्स्ट स्टेसनमा देखाउँछौँ। यहाँको उस चाहिँ बबाल रमाइलो भयो, दामी भयो, नाइस एक्सपिरियन्स दामी भयो नि साथी होइन। केटाहरू कस्तो भयो एक्सपिरियन्स? बबाल भयो नि त कोब्रे होइन त, सही हो सही, मजा आयो जस केटा। अब अगाडि गएर भेटौँला है त। ल केटा फाइनली हामी चाहिँ आरएसआर आयो होइन, आरएसआरको अगाडि आयो। यहाँ आउने प्लानिङ त थिएन, साथीलाई यहाँबाट सजिलो हुन्छ भनेर यहाँबाट गाडीमा हालिदिनु भनेर अब हामी चाहिँ आयो। र आजको भ्लग चाहिँ यहीँ सकिन्छ केटा हो होइन। भ्लग बनाउने खासै यो भ्लग बनाऊँ भन्ने सोचेर बनाएको त होइन केटा हो, अब जस बनाइदिउँ न भन्ने जस्तो भयो। नत्र अब 10-15 दिनपछि अब नयाँ तरिकाले केही सुरु गर्छु भनेर बसिरहेको साथीहरू, सपोर्ट गरिदिनु, माया गरिदिनु, सब्सक्राइब चाहिँ गर्नु नबिर्सिनुहोस् है, माया चाहिँ देखाइदिनुहोस्। अब 10-15 दिन पछाडि चाहिँ केही न केही नयाँ तरिकाले आउँछ साथीहरू होइन, युट्युबमा चाहिँ केही न केही नयाँ तरिकाले आउँछ। तपाईँहरूको माया साथ सपोर्ट सधैँ यसरी नै पाइराखौँ। यति भन्दै तपाईँहरूसँग चाहिँ हामी बिदा हुन चाहन्छौँ। सी यू, बाई बाई, सी यू इन द नेक्स्ट भिडियो है त गाइज।